प्लस नि बेला भन्ने ग्रामर छ जसमा विशेष व्याकरण PST प्लस के उल्टे धातु प्लस नि बेला कुनै पनि काम निरन्तर चलिरहेको समयलाई व्यक्त गर्न प्रयोग गरिन्छ। काम गर्ने समयको तरिका बताउँदा, तरिका सिकाउँदा अथवा बताउँदा कुनै पनि काम निरन्तर चलिरहेको समयलाई जनाउँदा प्रयोग गरिँदो रहेछ। अनि काम गर्ने समयको तरिका सिकाउँदा पनि PST प्लस के उल्टेको प्रयोग गरिँदो रहेछ। PST प्लस उल्टे निरन्तर समय साथै भनेको काम भएको निरन्तर काम चलिरहेको निरन्तर समय साथै काम हुने निश्चित क्षणलाई जनाउँछ। भनेको कुनै पनि समय कुनै पनि पल काम हुने, जस्तै खाने अथवा कुनै सामान दिने, हिँड्ने, बोल्ने, त्यो क्षणलाई त्यो पललाई जनाउँदो रहेछ केले PST प्लस केले उल्टेले। कुनै पनि काम निरन्तर चलिरहेको समयलाई व्यक्त गर्न प्रयोग गरिन्छ PST प्लस उल्टे। काम गर्ने समयको तरिका सिकाउँदा पनि प्रयोग गरिन्छ। निरन्तर समय साथै कुनै पनि काम चलिरहेको निरन्तर समय अथवा त्यो काम भइरहेको निश्चित क्षण एकै पललाई जनाउँदो रहेछ। जस्तै तपाईँ हिँड्दा हिँड्दै एउटा केही बाटोमा सर्प भेट्नु भयो होइन, हो त सर्प भेट्यो भने के एउटा निश्चित क्षण हो, त्यही बस्या बसी गर्छ होइन। अथवा हिँड्दा हिँड्दै साथीलाई भेट्नु भयो, त्यो एउटा के हो निश्चित क्षण हो। हिँड्दा हिँड्दै पहिरो लड्यो, त्यो के एउटा निश्चित क्षण, लडेको लडै हुन्छ होइन नि त। एउटा तपाईको काम चलिरहेको समयमा केही पलको लागि हुन्छ भने त्यति बेला उल्टेको लागि प्रयोग गरिन्छ, उल्टेको प्रयोग गरिन्छ। अथवा कुनै पनि काम चलिरहेको समयलाई पनि व्यक्त गर्छ। जस्तै तपाईँ बिहानमा मर्निङ वाक गर्नुहुन्छ, मर्निङ वाक गर्ने बेलामा, साँझमा इभिनिङ वाक गर्नुहुन्छ, साँझकालते जगिङ गर्ने बेलामा, अथवा त्यो निरन्तर चलिरहेको समयलाई पनि जनाउँदो रहेछ कि PST प्लस उल्टेले। अब हेर्नु फोकी मुद्दा नमुना वाक्यमा उमागो थुरुल्ते भनेको उमाग भनेको के सङ्गीत होइन, नोरे भनेको के गीत, नोरे भनेको गीत, उमाग भनेको सङ्गीत, नोरे भनेको गीत। अनि खायो भनेको गीत है, नोरे खायो, खायो खान भनेको गीत गाउने पर्छ पनि, नोरे खान खायो खान, नोरे भनेको गीत, खायो भने पनि गीत। इक्जाममा सोधिने सक्छ है नोरेको उसको अर्थ खायो भनेर, खायो खान नभनेर नोरे खान र खायो खान नभनेर नोरे र खायो भनेर भन्नु मिल्दैन त, मिलिहाल्छ। झुक्याउनु परेको त्यो जसरी झुक्याउनु पऱ्यो। ल उमागो थुरुल्ते भनेको सङ्गीत सुन्ने बेलामा खिबुनी छुवायो, के पर्छ के हुन्छ मुड राम्रो हुन्छ भनेको निरन्तर समय हुँदैन हो। कुनै पनि काम निरन्तर चलिरहेको समयलाई व्यक्त गर्दा प्रयोग गरिन्छ। भनेको उमागो थुरुल्ते खिबुनी छुवायो भनेको सङ्गीत सुनिरहँदाखेरि के हुन्छ त, सुन्ने बेलामा अथवा सुनिरहँदाखेरि, यहाँ सुनिरहँदा भनेर बुझ्नु न है, ने बेला अथवा सुनिरहने बेला यसरी बुझ्ने, अर्थ चाहिँ यसरी लाउँदा राम्रो होइन, बुझिन्छ फेरि। नत्र सङ्गीत सुन्ने बेला मुड राम्रो हुन्छ भनेर लाउनु भयो भने अलिकति गाह्रो हुन्छ, किनकि सङ्गीत सुन्ने कसरी मुड राम्रो भइरहेको त्यसरी लाउने, सुनिरहँदाको रूपमा यसरी प्रयोग गर्ने क्या आफूले अर्थलाई। उमागो थुरुल्ते खिबुनी छुवायो भनेको सङ्गीत सुन्ने बेलामा के हुन्छ मुड राम्रो हुन्छ। कुनै सङ्गीत सुन्नु भने मुड राम्रो हुन्छ होइन, हो के हो त निरन्तर समय हुन्छ। फिगा उल्टे आउँछ, फिगा उल्टे भनेको पानी पर्दा अथवा पानी पर्ने बेला अथवा पानी परिरहँदा भनेर बुझ्ने कि। पानी पर्ने बेला भन्दा पनि पानी परिरहँदा भनेर बुझ्नु चाहिँ धेरै राम्रो सजिलो है होइन। हो फिगा उल्टे भनेको पानी पर्ने बेला अथवा पानी परिरहँदा, पाल्लेरुल आनियो भनेको के हो त कपडा धुइन, के हो यो निरन्तर समय। पानी परिरहँदा, आकाशे पानी आइरहँदा कपडा धुनु, नाला पानी आउँदा कपडा धुनु, मरेपछि धुनु भएन होइन। आकाशे पानी यो के हो, फी भनेको के आकाशे है, फिगा उल्टे पाल्लेरुल आनियो निरन्तर समय नि त। अनि यही नाल्ते भनेको भ्रमण गर्ने बेलामा, यही नाल्ते भनेको के भ्रमण गर्ने बेलामा, हाङ्गुक छिङ्गुरुल मान्न सहयोग के गर्ने कोरियन साथीलाई भेटे, अथवा सान्छी खाल्ते जगिङ गर्ने बेलामा, अघि मैले तपाईँलाई भने हिँड्ने बेलामा हिँड्दै गर्दा है, हिँड्दै गर्दा एउटा सर्प बाटोमा भेट्नु भयो, त्यो एउटा निश्चित क्षण हो क्या। सर्प त गइहाल्छ नि, सर्पै डराउँछ हामीसित, हामी सर्पसित डराइन्छ, सर्प हामीसित डराउँछ, कति चाँडो भागिहाल्छ। त्यस्तै कोरा सौरा भयो भने आउनु सक्छ, अरू त भाग्छ कि गाउँले सर्प टाक बस्नु लिएर भन्छ है, हामी पनि डराइन्छ। यही नाल्दै भनेको के गर्ने बेलामा भ्रमण गर्ने बेलामा हाङ्गुक छिङ्गुरुल मान्न, त्यो एउटा के हो त निश्चित क्षण हो। अब भ्रमण गर्ने बेलामा साथी भेट्यो भनेर साथीलाई लागेर नला लगाएर सँगै लिएर हिँडिन्छ त, हिँडिन्न नि त। केही क्षण केही समय केही निश्चित पलको लागि भेट भयो अनि छुट्यो, हो त्यसको लागि राम्रो के प्रयोग गरिँदो रहेछ PST प्लस उल्टे। कुरा बुझिएछ, निश्चित क्षण
अरुण के भनेको कसलाई ठुला बडालाई मूलगण थुरेल्दी भनेको सामान टक्राउने बेलामा थु सोनरो थुरिसिरो भनेको दुई हातले टक्राउनुहोस् भनेको ठुला बडालाई सामान दिने बेलामा दुई हातले टक्राउनुहोस् निश्चित हो नि त सामान दिएपछि यसो गरिरहनु पर्छ पर्दैन भनेको त्यो के काम हुने निश्चित क्षणलाई जाँदाखेरि पनि ल यो निश्चित यो यस्तो डट भनेको निश्चित क्षण भन्नु पहिले अरुणी मूलगण सुशीलले भनेको ठुला बडालाई सामान दिने बेलामा पनि सुधा भनेको दिनु हो नि त सुशीलले दिने बेलामा थु सोनरो भनेको दुई हातले फादोसियो के गर्नुहोस् प्राप्त गर्नुहोस् दुई हातले प्राप्त गर्ने ठुला बडालाई सामान दिएर भनेर भन्नुहुन्छ हैन अनि यस्तो सुधा भनेको के अरे यो सुधा भेरी गुड सुधा भनेको नाच्नु यो सुधा भनेको नाच्नु यो सुधा भनेको दिनु पहिले हामीले सुरु दिनु पऱ्यो हैन ल व्यस्त प्लस हुँदै के रहेछ भने कुनै पनि काम निरन्तर चलिरहेको समयलाई व्यक्त गर्दा प्रयोग गरिएको रहेछ कुनै पनि काम गर्ने समयको तरिका सिकाउँदा पनि व्यस्त प्लस हुँदैको प्रयोग रहेछ अनि व्यस्त प्लस हुँदै निरन्तर समय साथै काम चलिरहेको समय साथै कुनै पनि काम हुने निश्चित क्षणलाई जनाउँदो रहेछ त्यसले व्यस्त प्लस